आज हाम्रो घरमा पापाले बनाउनु भयो नुडल र सुप। हे गाइस, स्वागत छ तपाईँहरूलाई मेरो आजको फेरि पनि नयाँ एउटा छोटो मिठो मिनी भ्लगमा। मेरो मिनी भ्लग चाहिँ आज चाहिँ बाबुको ब्रसबाट चाहिँ सुरु हुन्छ। ऊ चाहिँ बिहान उठेर ब्रस गर्दै थियो। त्यसपछि हाम्रो घरतिर चाहिँ एकदमै ठुलो पानी पर्यो होइन। अनि यो जुन तलबाट यो पानी आइरहेको थियो यो चाहिँ छतबाट आएको थियो। अनि यो चिसो चिसो मौसममा के खाने भन्दाखेरि चाहिँ हाम्रो दिमागमा चाहिँ आज आएको थियो नुडल्स र सुप खाने भनेर। अनि हाम्रोतिर यतातिर चाहिँ साउन अझै सकेको छैन, अझै 2टा सोमबार बाँकी छ। त्यही हुनाले चाहिँ हामीले चिकन मटन चाहिँ खान लागेको छैन। सुपसँग चाहिँ नुडल्स खाने भनेर चाहिँ सल्लाह गरेर चाहिँ पापाले चाहिँ नुडल्सहरू अनि सब्जीहरू लिएर आउनुभयो। हामीले बनाएको नुडल्समा चाहिँ एकदम धेरै सब्जी हुन्छ होइन। न सोया सस, न अजिनामोटो, न मतलब के भन्छ त्यो चुकहरू यताउति केही पनि हुन्न अनहाइजेनिक भनेको। हुन त नुडल्स आफैमा पनि मतलब मैदाको हुन्छ। अनि त्यसपछि हामीले चाहिँ यो सब्जीहरू एकदम सबै काटेर चाहिँ त्यसलाई उमाल्यौँ। उमालिसकेपछि फेरि क्याप्सिकम र प्याज हालेर चाहिँ पापाले फ्राई गर्नुभयो। अनि त्यसपछि त्यो सब्जी हालेर फ्राई गर्नुभयो। अनि उसको उपरबाट चाहिँ नुडल्स, त्यसपछि हाम्रो नुडल्स र सुप एकदमै रेडी भयो। यति मिठो भएको थियो। तपाईँहरू पनि ट्राई गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ गाइज, बाई।